गुड मर्निङ एभ्रिबडी। अब म एउटा कविता भन्न गइरहेको छु। मेरो कविताको शीर्षक छ घण्टा ट्यापेको पड्काउँछु चाक। प्लिज नाच्नुहोस् है, कसम हाँस्नु फेरि रिसाउँछु नि। आधा रातमा घण्टा जस्तो खोको करायो, मजाले लागो निन्द्रा सबै हरायो। 2:30मा ट्यापे उठ्यो चुरो तान्नलाई, पल्लो घरको केटो उठ्यो पिसा फेर्नलाई। चुरो खाएको छिमेकीले देख्यो ट्यापेलाई, अनि डरो बासन छाड्यो साले घाटेलाई। एउटा भन्छ चुरो नखा अर्को कराउँछ, एउटा भन्छ तुरी काट्छु अर्को डराउँछ। मैले खाएको तँलाई किन भनी फर्कायो, क्यान्सर लाएर मर्छ जाठा भनी थर्कायो। च्याटमा एक दिन त्यसले बाउको मुखमा मुटेछ, बाउको चाकलाई सिरानी सम्झेर सुतेछ। बाउ चाहिँ खेतमा काम गरेर पैसा कमाउँछ, छोरा चाहिँ पैसा उडाउँदै रमाउँछ। मेरो गर्लफ्रेन्ड ट्यापेको एक्स गर्लफ्रेन्ड पो रहेछ, अस्ति ब्रेकअप म्यासेज पठा त्यसलाई पो रहेछ। भ्यालेन्टाइनमा मेरो गर्लफ्रेन्डलाई दियो त्यसले फोन, फोनमा जहिले भनिदिन्छु भिजिटो। यस्तै रहेछ हेर चौकी चलन चौकीमा, गर्लफ्रेन्ड पनि पाएँ अब मोबाइल घल्टीमा। निन्द्रा लाग्यो मुजी अब म त सुतिन्छु, लाडो डिस्टर्ब गरिस् भने मुखमै मुतिन्छु। बोली राखेको छोरोहरूलाई म तर्काउँछु, मेरो गर्लफ्रेन्डलाई छम्म भनिस् भने तेरो चाक पड्काउँछु।